Hi, good morning. Welcome to my another mini vlog. And this is my कति राजा 69 हो आज मेरो होइन अनि so many DM in my Insta अनि त्यस्तो मेरो डाइट भन्ने चाहिँ केही पनि हुँदैन है म घरकै खानाहरू खान्छु बाहिरको त जङ्क फुडहरू चाहिँ एकदमै धेरै अभोइड गर्छु अनि पानी परिरहेको छ हेरौँ है कस्तो दामी मौसम भइरहेको छ नि होइन हो म यसरी आज पानी परेको बेलामा पनि अल्छी नगरिकन जिम आएको नि त यो भनेको आफूले आफूलाई सेल्फ मोटिभेट गर्नु हो अनि ओके अर्को के कुरा गरेको थिएँ मैले होइन कसरी जाने म जानै सक्दिनँ म उठ्नै सक्दैन भन्नुलाई चाहिँ फर्स्टमा चाहिँ नि बिहान उठ्ने ट्राई गर्नु पऱ्यो एउटा पोइन्ट के भयो अनि त्यो फर्स्ट दिन त हुन्छ नि न्यू बिगिनर अनि फर्स्ट डेमा चाहिँ के हुन्छ भने आफ्नो घरबाट जस्ट लाइक 10 मिनटको डिस्टेन्स मात्र हिँड्ने होइन अनि आफ्नो माइन्ड क्रिएटिभ बनाउनु छ भने चाहिँ यसरी मैले यसरी भ्लगहरू बनाएर हिँड्ने त्यस्तो भने के हुन्छ भनेदेखि चाहिँ भ्लग बनाउँदै गइसकेपछि चाहिँ के हुन्छ भनेदेखि चाहिँ होइन मैले भ्लग बनाउनको लागि मैले के भिडियोहरू गर्नको लागि पनि म जानुपर्छ भनेर एउटा प्लस पोइन्ट चाहिँ त्यो हुन्छ क्या उल्टा मलाई लाग्छ क्या त्यो भयो भने चाहिँ मलाई चाहिँ यस्तै गरी नै आएको हो यसरी नै आएको हो कि अनि सेकेन्ड डे फर्स्ट डेमा 10 थियो भने सेकेन्ड डेमा 20 अनि थर्ड डेमा 25 अब यस्तै गरिसकेपछि त 1 विक भइसक्छ 1 विकमा त अलिक टाइममा उठ्यो हुन्छ नि त ठ्याक्कै टाइममा निन्द जाने छोड्छ अनि बेलुका पनि एकदम टाइममा सुत्नुपर्छ कि अनि त्यति भइसकेपछि चाहिँ आफूले चाहिँ एकदम डिसिप्लिनमा राखिन्छ रेगुलर हुन्छ क्या अनि अल्छी गऱ्यो भने त सक्यो त्यही हो मेरो चाहिँ यति धेरै क्राउड हो हेलो भाइ गुड मर्निङ के हो आज तिमी आएर बसेछौ त आज मामा डेढ तिमीले धाने हो होइन म आज चाहिँ फास्ट आएर तिमीले मलाई फास्ट देखेको के छ खबर भाइ मेरो भाइ हो जिमहरूको साउबा है यो सेकेन्ड साउबा हो थ्याङ्क्स फर वाचिङ गाइज बाइ